पाल्पा आइसक्यो होइन बाटोमा त म निडाएछु भने भर्खर उठेको भर्खर याद पनि छैन है म कहाँ आइपुगेँ भनेर अनि यिनीहरू यसो भर्खर खतरा निन्दा लाग्यो कि फेरि आज स्कुलको बसले चाहिँ स्कुलको बस कम्फर्टेबल छैन कि कम्फर्टेबल नभएपछि त्यो अलिक कसो भमिट जस्तो हुन्छ कि पाल्पामा चाहिँ विशेष गरी यसो लेदरहरूको के त्यो ढाका टोपी के भन्छ ढाकामा के पाइन्छ ढाकामा के हुन्छ ढाकै हो केही पनि पाइँदैन ढाका पाल्पाको ढाका विशेष हुन्छ भन्ने थाहा छैन त्यही हो ढाका बाइक पाल्पाको विशेष भनेकै ढाकै हो त्यहाँको मानिसहरूको जीवन एकदमै आकर्षक थियो म्युजियमभित्र जानको लागि टिकट लिनुपर्ने रहेछ लगाएर बाहिरको अनि भित्र चाहिँ अब के त्यो हुन्छ नि त्यो पुरानो सामानहरू रहेछ मेरो ग्रुपहरू खोइ छ मेरो ग्रुपहरू हराइसक्यो अब त्यो फेरि खोज्नु जानुपर्छ यो हेर्नु न यो के हो जन्म 1943 मृत्यु 1992 अब कति वर्ष बाँच्यो होला है गेस गर्नु होला क्यालकुलेट गर्नु होला है तपाईँहरू चाहिँ यो हेर्नु न खतरा खाने कुन डिजाइन जस्तो लाग्छ नि भाइ मैले अलिक त्यो को हो यो सचिन पो रहेछ नचिन्दिरह अब चाहिँ हामी पाल्पा म्युजियमबाट अब जान आँटेको छ होइन अब एकैचोटि कहाँ अरे लुम्बिनी होइन ल लुम्बिनी त भोलि घुम्नु पाइन्छ ल अभिषेक अब एकैचोटि लुम्बिनीमा भेट्ने भन त ग्याप भइसक्यो यार के निन्द्रा नपुग्यो कि होइन भयो तिमी एकछिन देख्नु पनि अब चाहिँ हामी यो म्युजियमलाई बाई गर्दैछौँ है बाई त हो नि अब ल सक्यो यो म्युजियम चाहिँ यति नै हो यहाँ यसो घाँसहरू छ है अनि भित्र चाहिँ सामानहरू छ त्यो टोपहरू छ है त्यो पहिलाको पालामा त के अरे बन्दुक होइन मिसाइल भन्छ होइन त्यसलाई के भन्छ नाप तो फेरि नाप छुना मनाइ छ ल्याएको छ ल बाई 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 चल पड़ा वो राहों में बेवजह बेना अब चाहिँ होइन 4 घन्टा ट्राभल गरेर चाहिँ लुम्बिनी आइसक्यो है अब भोलि बिहान उठेर जानुपर्छ होटेल रुम चाहिँ यही हो है के होटेल अहिले चाहिँ हामी होटेल रुममा आइसक्यो है केटाहरू यहाँ छ होटेल रुम चाहिँ यस्तो है ठिक्क छ अब खाना जाने बेला भेटौँला अब चाहिँ चिया खान्छौँ होइन अब एकैचोटि बसमा गएर भेट्छ होइन चियाको व्यवस्था छ बिस्कुट पनि रहेछ फेरि गाडीमै बस्छ भने ल खाऊ ल अनि सर लुगा चेन्ज गरे हो लुगा चेन्ज गरे हो छैन मलाई आज गरे 2 दिनपछि लुगा चेन्ज कपिल छ हेलो के छ त नि अब कति हिँड्नु पर्दैन होला अब धेरै सन लाग्छ ओ राहुल ब्लगर ओ तिमी मेरो एयरपोर्ट लिएको हो क्या त्यो हरायो भने त्यो एयरपोर्ट छ यो त काले पनि मैले कार राखेँ यार मलाई यादै छैन हुन्छ है यहाँ चाहिँ वरिपरि चाहिँ हरियाली छ है रुखै रुख रोपेको छ है यो चाहिँ पछि रोपेको जस्तो देखिन्छ अनि यहाँ बाँदर छ बाँदरको बच्चाहरू खतरा फेरि अहिले झम्टिने हाई चान्स हुन्छ यिनीहरूको बिहान अलि भर्खर उठेको हुन्छ है रेसमा हुन्छ कि रेसमा उठेर हान्थ्यो भने त सकिएन त चिखाऱ्यो भने त यहाँ हेर्नु न लुम्बिनीको अब लुम्बिनी भन्ने बित्तिकै अब बर्थ प्लेस अफ गौतम बुद्ध है हिज सन राहुल गौतम होला जस ओ हेर न फ्यामिली बिहा पुरै फ्यामिली देखाउ त ओए रुखमा झुन्डे यार बाह्र जाने सही मैले चाहिँ अलि बिस्कुटहरू पाइसकेँ होइन अब म बाह्रहरू आइदिन्छु जो बाह्र भएछ त्यसलाई दिन्छु आकाश ला ए जिस्के है अब ला क्या छ ल
ल ल ल अब त छैन भन् त को हो कसै यिनीहरू मैले चिन्नै गाह्रो भयो यार ल हेलो हेलो गाइस हेलो त्यो सुनाउ न त्यो हेलो हेलो सजना बोल्छ रे हेलो हेलो मेरो आवाजै छैन त्यही पनि म बोलिरहेको छु धेरै रमाइलो गरेर आवाज गएछ अञ्जली के भन्न चाहन्छु हेलो गाइस सबैजनाले चाहिँ हाम्रो राजनलाई लुफी उहाँलाई चाहिँ हेल्प गर्नु होला अनि एकदमै राम्रो गर्नुभएको छ उहाँले सर ल तिमीहरू यो ऐतिहासिक स्थलमा आइराखेका छौ यसबाट भरपूर मनोरञ्जन लिनेछौ भन्ने मैले विश्वास गरेको छु तर डिसिप्लिनमा बसेर गर्नु पर्यो भनेको टाइम टेबलको ख्याल गर्नु पर्यो 5 बजे उठ्नु भनेको 7 बजे उठ्नु भएन ल एकदमै रमाइलो भएको छ गाइस त्यही अब लिफी हैन राजनलाई तर हेर्नु यो पोलहरुको डिजाइन अलिकति युनिक लागेन तिमीलाई युनिक मलाई भन्यो एकदमै मैले अर्कै भनेको थिएँ के बुझिरहेको फुटपाथ अब कति किलोमिटर हो अब त्यो त हिँड्दै छ मनिषा स्याम्बो हैन के रे मनिषा स्याम्बो स्याम्बो के बोल्न चाहन्छु जान्न चाहन्छ तपाईलाई आई मिस आयुष ल आयुषको लागि के एउटा शब्द भन्दियो र कसको लागि आयुषको लागि भैसीको लागि रोमी आयुष हेलो भैसी हेलो आयुष तिमी किन नआएको हामीलाई मोज भइरहेछ हेलो गाइज आयुषलाई लुम्बिनीमा गएर सम्झेको छु भन्छ एकदम सम्झेको छु भैसीलाई अब तिमी आउन पाएनौ अब भ्लग हेर बस अब यति नै हो यहाँ राख्ने नि हो मेरो भिडियो अझै त हो गौतम बुद्ध यता जाने हो र ल आइसी त पुरै ठाउँ चेन्ज भइदिएर कपिल ठाउँ चेन्ज भइदिएर कपिल देव यस ब्रो हाउ आर यु आई एम फाइन अलि लुम्बिनीको बारेमा केही भन त लुम्बिनी एउटा प्रसिद्ध ठाउँ हो हजुर यहाँ गौतम बुद्ध जस्तो महान व्यक्तिको महान भगवानको जन्म भएको थियो त्यसैले अरु के भनौँ लुम्बिनीको बारेमा के भन्छ ल त्यत्रो मलाई त के थाहा छैन लुम्बिनीको बारेमा कहाँ पढ्यो 10 वर्ष फर्स्ट टाइम आउँदैछु अब भन्छु ल पढेर बुकमा बुद्ध जन्मिने ठाउँ हो त्यो बच्चालाई थाहा छ ल गाइस उता आएर भेटौँ अब हेलो सुनो आप सबको हमारा एक और नया एपिसोड में स्वागत करते हैं यसै राछ हैन अनि बोल्नुस् यहाँ चाहिँ अब टिकटहरु हेर्न सक्नुहुन्छ है टिकटहरु कति छ पज गरेर हेर्नु होला त्यो अब अलिकति अगाडि उभिन्छ तपाईले पज गर्न सक्नुहुन्छ गर्न तिम्रो भ्लगमा नआउने भने हैन हैन मैले भन्दा हेलो यसको च्यानललाई पनि सब्स्क्राइब गर्नु मेरो च्यानलको नाम चाहिँ खुलुलु च्यानल के खुलुलु च्यानल फाइनली हामी लुम्बिनी आइपुगेको छौं है यहाँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो है तर यहाँ अलिकति ठुलो स्वरमा चाहिँ भिडियो बनाउनु हुँदैन रहेछ है किनकि यो शान्तिको एउटा ठाउँ हो नि त अनि त्यही यो चिजलाई चाहिँ एकदम मेन्टेन गर्नुपर्छ कि भन्नु खोजेको बुझ्नु भयो होला अनि यो हेर्नु नि लुम्बिनीभित्र प्रवेश गरिसकेको छौँ है प्रवेश त हिजै राति गरिसकेको हो यहाँको रुख हेर रुखहरू हेर्न सक्नुहुन्छ है कस्तो राम्रोसँग सजायो कि यहाँ त त्यहाँ बस्ने स्टाइल हेर है त्यहाँ ठ्याक्क त्यो तल बसेर त्यो तपस्या गर्नको लागि होला है जहाँसम्म लाग्छ मलाई अनि यहाँ हेर छेउछेउको डेकोरेसन है यहाँ कार्पेट हेर्न सक्नुहुन्छ अनि त्यो मैले त्यो भित्र त्यो टिकट लिएको चाहिँ भिडियो बनाएन है किनकि स्कुलबाट हो त्यो धेरैजना हुन्छ क्या अनि त्यही भएर यो आउनु यहाँ एउटा गाइड बुक गऱ्यो भने चाहिँ अझ मजा आउँथ्यो तर के मैले के अरे
मलाई खासै गौतम बुद्धको बारेमा जस थाहा छैन जस बेसिक कुराहरु चाहिँ थाहा छ है सो गाइज हेर्नु सक्नुहुन्छ है यहाँ जस ठ्याक्कै देखाउँदै हो गौतम बुद्धको घर हो कि के हो यो जस एउटा मन्दिरको छेउमा चाहिँ ठ्याक्कै एउटा पोखरी छ है यो पोखरीमा चाहिँ माछा पनि कति छ अघिसम्म चाहिँ त्यहाँ देखिरहेको थियो अहिले छैन होइन यहाँ टुरिस्टहरू पनि धेरै आउनु भएको छ खै देखाउँदा पाले पिरो डिस्टर्ब हुने गरिन नदेखाऊ अनि उता देखाउ न कपिल यहाँ आउँदै आऊ एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने ठ्याक्कै यो लुम्बिनी भयो होइन लुम्बिनीको छेउमा चाहिँ त्यो मान्छेहरू चाहिँ गौतम बुद्धले जसरी आस्था गर्नुभयो है त्यसरी नै आस्था गर्ने एउटा कोसिस गर्नु भइरहेको छ है हेर्नु अब म त्यहाँ नजिक गएर चाहिँ म कराउन सक्दिनँ है किनकि गौतम बुद्ध इज नोन एज शान्तिको ठाउँ है हेर्नु जुम गरे सगाइ देख्नु सक्नुहुन्छ है मेरो पछाडि आस्थाहरू भइरहेको छ है मैले हल्ला गर्न चाहिँ मिल्दैन किनकि यहाँ एउटा एकदमै शान्ति मेन्टेन गरेको छ होइन त्यहाँ अब यहाँ बोल्दा नि एउटा माइक हालेर बोलिरहेछन् है कतिजनाले माइकको युज गरिरहेछन् त्यो गाइज हेर्नु सक्नुहुन्छ है यहाँ पनि फेरि अब एउटा त्यहाँ गरेको जस्तो यहाँ पनि एउटा कार्पेट ओछिँदैछ है यहाँ पनि आस्था गर्नको लागि होला हजुर आस्था त्यहाँ आफै चाहिँ त्यो फेरि चाहिँ यो बेलामा यो घाँसहरू चाहिँ अलिक मेन्टेन गर्छ जस्तो तपाईँ पहिला आइसक्नु भएको कि फर्स्ट टाइम हो चौथोचोटि के टुरमा आइराख्नुहुन्छ क्या पोखरा डेस्टिनेसन कसैको छ भने लुम्बिनी अलमोस्ट सबैको हुन्छ नै हुन्छ है फिक्स नै हो त्यो त खतरा है उयो त्यहाँ सनसेट लागिरहेको रहेछ अनि गाइड पछाडि देख्नुहुन्छ है मेरो ड्रिम ठाउँ छ है सानैदेखि 1 क्लासदेखि बुकमा पढेको है लुम्बिनी है जस म एकदमै एक्साइटेड छु है यो भ्यू हेर्नको लागि है मलाई लुम्बिनी भन्ने बित्तिकै एउटा हुन्छ नि खतरा पोजिटिभ भाइ आउँछ नि पोजिटिभ भाइ आउँछ है यहाँ आउनु यहाँ देखाउ त यहाँ देखाउ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा नामाङ्कित भएको हो यसै नामाङ्कित हुनु नै यसको विशिष्ट महत्त्व हो तसर्थ सम्पूर्ण मानव जातिको हितको लागि यसका सम्पदा स्थलको संरक्षण गर्नुपर्दछ हामीले चाहिँ होइन यहाँ यसो आएर देखाउ त यहाँ देख्नु सक्नुहुन्छ है यहाँ एउटा फ्लोर छैन किनकि यहाँ मेन्टेनेन्स हुन्छ है अनि यहाँ विशेष गरी चाहिँ फरेनरहरू आउँछ नि त त्यो फरेनरहरू त फोहोर गर्दैनन् फेरि हामी नेपालीहरूको चाहिँ अलि चल्ले खाने अनि फुट्टा फालिदिनु हुन्छ क्या अनि त्यसो चाहिँ नगर्नु भन्न चाहन्छु है यहाँ आउनु यहाँ हो के हो स्क्यान नलेज रे यसको सम्पर्कको बारेमा हो ए यो एउटा टेक्नोलोजी होइन टेक्नोलोजी हो यो चाहिँ खासो चाहिँ अब चाहिँ ग्रुप फोटोबाट सबजना डिसम्याच भइसक्यो है थ्याङ्क यू भन्छु ऊ बोल्ने के भन्न चाहनुहुन्छ म केही भन्नु म केही भन्न चाहदिनँ श्री तिमी आफ्नो हजुर सबैजना सब्स्क्राइब गरिदिनु होला हाम्रो राजनको ओइ मलाई विश्वास लागेको छैन है मेरो पछाडि लुम्बिनी छ भनेर बर्थ प्लेस अफ गौतम बुद्ध है विश्वास लागेको छैन जस एउटा हुन्छ नि एउटा सकारात्मक भावना है पोजिटिभ भाइब्स आइरहेछ है अनि यहाँ एउटा खास कुरा चाहिँ के हो भन्दा हाम्रो यो जुन यो 10 क्लास छ नि फर्स्ट ब्याच हो क्या अनि यो अगाडिको ब्याचहरू चाहिँ अहिलेसम्म टुरै आएको छैन कि फर्स्ट ब्याच हो हाम्रो है किनकि माई ड्रिम क्या है हेभन है हेर्नु सक्नुहुन्छ है स्टुडेन्टहरूलाई नि एउटा जुन आस्था गर्न सिकाइरहेको छ है यो भनेको चिज एकदम राम्रो है आस्था गर्नु भनेको है ठ्याक्क लुम्बिनी अगाडि आस्था गर्नु भनेको चाहिँ एकदम गुड एक्सिलेन्ट है त्यही हो अब लुम्बिनी चाहिँ बाइक गर्ने समय आइसक्यो है यहाँ मैले धेरै टाइम स्पेन्ड गरेँ है मेरो ग्रुपको केटाहरू कोही छैन है अगाडि गइसक्यो है सबजना अनि म अब एक्लै भइसक्यो अब म जाँदैछु जस लुम्बिनी एउटा यस्तो ठाउँ हो जुन यसले नेपाललाई धेरै नै प्रमोट गरेको छ है इन्टरनेसनल कन्ट्रीमा जुन चाहिँ मलाई धेरै नै एकदम एउटा गर्वको एउटा महसुस हुन्छ है हल्ला गर्नु मिल्दैन
ल अब So what's up guys? Welcome back to Rajan Vlogs. Yeah. So ल भन्नु कस्तो लाग्यो त तपाईलाई? यस तपाईलाई हैन तिमीलाई? ओ माय गॉड. OMG सरी OMG. यता देखाने हो यता क्यामेराम्यान नेपालीमा बोलिहाल्न बोलिहाल. के भन्नु भन्दा? बोल्नको लुम्बिनी कस्तो लाग्यो तपाईलाई? तिमीलाई कस्तो लाग्यो लुम्बिनी हैन यहाँ? मलाई लुम्बिनी लुम्बिनी भनेको चाहिँ एउटा यस्तो कस्तो लाग्यो भने नि यस्तो उस्तो हैन कस्तो चाहिँ लाग्यो? त्यो कस्तोबाट यस्तोबाट सुरु गर्दैछ ले यस्तोबाट सुरु गरे लुम्बिनी एकदमै राम्रो छ है अब विदेशी पर्यटकहरू चाहिँ धेरै घुम्न आउँदै रहेछन् है जस एउटा लुम्बिनीले चाहिँ एउटा इन्टरनेसनल कन्ट्रीमा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा प्रमोट गरेको छ है त्यही नै गर्वको कुरा हो अनि तिमी चाहिँ के भन्छौ म राम्रो भन्छु राम्रो त 2 वर्ष बच्चाले भन्छ तिमीले मलाई के भन्न खोजेको हो यहाँ विवाद पर्न सक्छ बचाउन खोजेको हैन विवाद पर्न हिँड्दै गर ल र त्यही अब हामी चाहिँ अब लुम्बिनी छोडेर कहाँ जान्छौ रे ओइ अझै घुम्दै छ भाइ अब लुम्बिनी छोड्ने हैन अब त अझै घुम्ने हो ए अब साइडतिर हो ए भन्छ अझै रहेछ नि है अब लुम्बिनी जस मेन भित्र चाहिँ गइसक्यो अब वरिपरि घुम्छ हैन अहिले मुख धुइदिउँ न त्यही अब लुम्बिनी चाहिँ हामी मेन चाहिँ घुमेर आइसक्यो है अब यसो अब हामी फुटपाथतिर डुलिरहेको छौँ है यो भिडियोको फ्यान है हामी चाहिँ अब त्यो सुन कलरको घरमा जाँदैछौँ घर हो कि गोल्डी नाना ब्रो कन्टिन्यू ब्रो Bro, I didn't know your English, so my English is better than. त्यही सुन्नुहोस् यसकै भ्लग अब अहिले हामी कहाँ रे भनेको छु तेरो कपालमा च्याप दिनु के हो च्यापेर हिँडौँ के हो अनि अहिले चाहिँ साथीहरू हामी हिँड्दैछौँ कहाँ गोल्डी म्यानलाई हेर्नलाई किनभने यहाँ सबजना इङ्ग्लिस मान्छेहरू भएर सिर्फ गोल्डन म्यान मात्रै भन्नुहुन्छ र त्यही हो के हो हाम्रो स्कुलमा सबभन्दा धेरै आइफोन हो क्या हो होला भइरहेको छ यहाँनिर मलाई एउटा स्वर्ग कस्तो ओ कस्तो तर के गर्नु भित्र एलाउड थिएन है एउटामा चाहिँ एलाउड थिएन सेलिब्रिटी अनि के अरे टिकटकर अनि के हुन्छ खुसी भन र अनि हाम्रो स्कुलको मोडलै उयो है हाम्रो स्कुलको मोडल है के अरे तिम्रो नाम के हो अरे ए सुवासनाको मिनिङ चाहिँ के होला भन त ल सुवासनाको मिनिङ बास्ना छ रे तिम्रो हो ल हेर है अब म सेलिब्रेटी भइसक्यो यहाँ पनि क्यामेरा त्यहाँ पनि क्यामेरा I'm not doing video for him. Why? So I mean, it's very nice place, peaceful place. Yeah, no. What do you want to say about Lumbini? Lumbini is a so peaceful place, nice place. You can visit here and know about the cultural and historical things in Lumbini. Thank you. Yo. So you. मेरो ब्लगमा सबलाई स्वागत छ हैन हामी चाहिँ लुम्बिनी प्रदेशमा आइसकेका छौं हैन अनि र हाम्रो साथीलाई मैले माइक पास दिएको छु हैन के भन्छ लुम्बिनीको बारेमा अब के भन्नु साथी म त फर्स्ट टाइम आएको हैन अब घुम्नु थाहा हुन्छ यहाँको रस हैन अब तिमी भन न अब तिमी कतिचोटि आयौ लुम्बिनी फर्स्ट टाइम भन्ने मेरो हो मैले अब भिडियो भरि भन्दै आइरहेको छु के लुम्बिनी कस्तो छ भनेर है अब मैले त भन्नै पर्दैन अब तिमीले भन्नु पर्यो के अब ठाउँ त अब दामी लाग्यो ठिक लाग्यो ल अब सबजना छेउछेउ छ क्यामेरा एङ्गल आई डोन्ट नो है कस्तो आइरहेछ जस्ट हेर्नु न है ओइ के हो यार यो त आइथियो नि त बब्बाल म हल्ला गर्दिनँ किनकि डिस्टर्ब हुन्छ है फरेनरहरूलाई चाहिँ विशेष गरी डिस्टर्ब हुनुहुन्छ त्यहीहरू चाहिँ म हल्ला गर्दिनँ है यस्तो रहेछ है लुम्बिनीमा चाहिँ यस्तो है फुटपाथहरू चाहिँ है खतरा बनाएको रहेछ होइन त्यहाँ डिस्प्ले रहेछ एउटा अनि त्यो यहाँ चाहिँ बोटिङ भइरहेछ है तर बोटिङ गर्ने चाहिँ कसैको मुड छैन है
खेल ओइ जाने हो भने बोर्डिङ गर्ने हो ए अगन सरले गिफ्ट दिनु भएको हामीलाई अपन म त भन्नुस् तरमा फेरि हामी खाना खान फेरि त्यही होटल आइपुग्यो है होटल बुट टाउन रे के 3-4 घन्टापछि ट्राभल गरेर है एउटा मन्दिर आएको छ यसो 3-4 घन्टाको सटपछि चाहिँ हामी एउटा यो सिजी धाम भन्ने एउटा मन्दिर रहेछ है त्यही पुग्यो हामी कस्तो छ हेरौँ है त्यहाँ गएर टुकटुक चल्दो रहेछ यार खतरा टुकटुक मलाई खतरा लाग्छ खोइ त्यहाँ मन्दिर त खतरा छ त बस यसो हेर्दा चाहिँ मलाई टिकट पर्छ जस्तो लागिरहेको छ है मन्दिरको स्ट्रक्चर चाहिँ बबाल छ है सिजी धामको सो गाइस फाइनली है मन्दिरभित्र चाहिँ पुग्यो मनिष ओ मनिष यिनीहरू के गरिरहेको यहाँ एकछिन चाहिँ फोटो खिच्यो है अब त्यो बरु यो राजनलाई आउँछ ल राजन एकछिन तिमीलाई गर्नु जाडो भएर लाउ त यत्रो मोटो ज्याकेट छ केही हुँदैन गर्मीमा सो गाइस त्यो अब एकैछिन यो मन्दिर चाहिँ अलिक धेरै ठुलो छैन जस्तो लागिरहेको छ होइन मलाई अब यो त्यो 10-15 मिनटमा चाहिँ सबै भ्याउँछ जस्तो लाग्यो हेर्नु ओइ झन् यहाँबाट पो बबाल देख्दो रहेछ र कवि यहाँबाट बबाल देख्छ त गार्डन हेर्नु न ओ यहाँ के हो यार भगवान्हरूको के हो कि यसो हेर्नु जानु पऱ्यो है भगवान्हरूको के हो जस्तो लाग्यो मलाई के हो भेट भटिका भन्छ यसलाई के हो भन्दा के भटिका यो गार्डनहरू डेकोरेसन चाहिँ बवाल गरेको थियो ठ्याक्कै हरियो अनि त्यहाँपछि कुन कलरको पात हो यार प्राइज हेर्नु यस्तो त्यो बौद्धनाथ जस्तो घुमाउने ठाउँ रहेछ त्यो घुमाउने त्यो भाडाहरू रहेछ यस यो हेलो गाइस वेलकम टु माई भ्लग यस वेलकम टु अनदर भ्लग हो क्या सरी माई मिस्टेक यो त आजको भ्लग हो नि ए आजको भ्लग हो हिजो सिद्धिसक्यो गाइस वेलकम टु त हिजोको बर आजको भ्लग है अनि त्यो सुगा बोक्नु मिल्छ हामीले नि आज चाहिँ हामी यो सुगा चोर्ने प्लानमा आएका छौँ है अब सुगा चोर्ने प्लानमा आएका त्यो हामीले पनि बोक्नु मिल्छ सुगा मिल्दैन कहाँ Call parrot, bro, parrot, not sugar. Bro, your English is better than English. Hello guys, how are you? What are you talking about? I'm talking about parrot. Parrot? Yeah. Yes, parrot fly in air. Not in land. Yes. त्यो अब मेरो इङ्ग्लिस चाहिँ त्यस्तो राम्रो छैन है I will shoot you. Yes. Let's go. Wait, wait. We should go there. Why? Hey, you poti. Dada. Sorry. Dada, sorry. दुईजनाको फाइट गर्न गइरहेको छ हैन यो फेरि We are now going to visit this temple. This temple is so much beautiful. इङ्ग्लिस नभन पछि 10 वर्षपछि हेरेर हाँसु छ ओहो हाँसु छ बुद्धम शरणम What is that? बुद्धम शरणम गच्छामि धम्मम शरणम गच्छामि संगम शरणम गच्छामि Wow, very nice Sanskrit sloka. These are our friends. Narad Muni is talking about Babal cha. I don't know what he saying. अनि सुन न त्यो पाल्पाको दरबारमा भएको सामान त्यो हाम्रो लागि भनेर उनीहरूले त्यो बेला नराख्दै भए अनि हामीले हेर्न पाउँछ No sir. ल भन त No, not possible. अब यसले पोसिबल गर्छ के ल बार ब्लग मैले खिचिरहेको छु क्या यसले हैन त्यही हैन मैले ब्लग वायर चौधो फ्याक्ट्री यो पछाडीको What are you talking about? I didn't understand. ओ तले वायर चौधो खाइ छैन हिजो खाइ सर ओ त्यही म उही भित्र भन हो ओहो त्यो रोजले मैले सुनेको म्युजिक सिस्टम सिजीको म्युजिक सिस्टम पनि यही भन्छ त्यहाँनिर इन्स्टाग्रामको पोस्ट रहेछ सास्न र तथा बस्न मनाइ छ So guys, please do not climb on this platform. Look over there. Yeah. What is that? I don't know. 108 शिवलिङ्गको महत्त्व हामी अब सबै 108 शिवलिङ्गको दर्शन गर्नेछौँ यहाँनिर
बुध शुक्र चन्द्र गुरु सूर्य मङ्गल राहु शनि केतु यहाँनिर सबै ग्रहहरूको नाम लेखिएको छ 9वटा ग्रहमध्ये 9वटा ग्रहको नाम लेखिएको छ जैन तीर्थकर महावीर स्वामी उहाँको हुनुहुन्छ मलाई थाहा भएन विश्वको सबैभन्दा गाइज कम हियर ओए राजनी अपलोड गरेँ मैले खिचेको होइन मैले खिचेको चाहिँ यो कट चाहिँ नगर्ने फेरि मैले खिचेको एक दिन्छु यहाँ सुन मैले यहाँ खिचिरहेको छु होइन यो चाहिँ मैले खिचेको हाल्ने ल 108वटा शिवलिङ्ग छ नपत्ता गर्नुहोस् 108वटा छ है टोटल ल ओइ मैले ल त खिच ल म उता आउँछु नि फोटो छ म लग है ल देऊ म तिमीहरुको खिचिदिन्छु तिमीहरु घर जाऊ त्यो गडको 8वटा नै छल्यो ओइ लेफ्ट राइट कुन हो यार जाऊ म खिचिरहेको छु पास गरे हुन्छ खोजिबी ल्याउनु भएन नि यार ओ खोजिबीहरु यार आउ खोजिबीको आउ गाड भन्दा बाहिर जान्छ है मलाई यति माया त भयो भने खोजिबी ल्याउनु कुरा गरे न लोभले लाभले बिलाप होला फेरि यो हनीसिङलाई देखाउँ न लाभले लाभै हुन्छ अनुपम के छ ठिक छ राम्रोसँग जुतैसित है अब रामको घरभित्र त्यो लखिदेऊ त म आशिष माग्छु भगवान् एसीमा पास होस् अरू केही चाहिँदैन त्यो राम सीता लक्ष्मण राम सीता लक्ष्मण अनि यस ल एउटा गाइदेऊ न एउटा भजन तिमी गाऊ सर्टकटमा हाल बनाउन ल अब त्यो अब चाहिँ हामी जान्छ होइन त्यो अब घन्टी बजाम है यो हेरे म तिमीलाई 10औं अवतारको कहानी सुनाउँछु किन ल भन ल यहाँ हेर्नुहोस् यो वाट ए मैन्जी यता आउनुहोस् त यो के हो यो यसको बारेमा भन्नु के हो यहाँ पढ्नुहोस् ल शालिग्राम थाहा छैन भगवान् विष्णुको निराकार स्वरूप जो गण्डकी नदीको उद्गम स्थल दामोदर कुण्ड मुक्तिनाथमा मात्र पाइन्छ दुर्लभ चरण परशुराम सहितको ठुलो सालग्राम शिला यहाँ दर्शन एवं पूजनको लागि राखिएको छ सर्टकटमा बुझाउँ सर्टकटमा मैले पनि बुझाएको छैन बुझेन भने यो के अरे भगवान्को निराकार स्वरूपलाई चाहिँ यहाँनिर यो ढुङ्गामा हुन्छ अरे अनि यो चाहिँ के अरे गण्डकी नदीमा पाइन्छ अरे हो ल त्यति भएछ भइहाल्यो म यहाँ सबै 10औं अवतारको हिस्ट्री सुनाउँछु आउनुहोस् पहिले हाम्रो मत्स्य अवतार छ मत्स्य अवतार चाहिँ भगवान् विष्णुले तब अवतरित हुनुभएको थियो जब मत्स्य एउटा कहानी भन्छु म तिमीलाई पहिला एउटा ठुलो एउटा सुनामी जस्तो हुन्छ नि सुनामी आएको थियो होइन त्यतिखेर चाहिँ अब त्यो भगवान्ले भगवान् विष्णुको पहिलो अवतार आएर के अरे एउटा ऋषिलाई छ त ऋषिलाई के अरे डुङ्गामा बसेर यो उसले जानु भनेर पहिला सुरुमा एउटा माछा पक्रेको थियो होइन भगवान्ले अनि भगवान्ले मतलब एउटा ऋषिले माछा पक्रेको थियो होइन अनि माछा घरमा लिएर जाँदै ठुल्ठुलो हुँदै गयो अनि यो मत्स्य अवतार त्यसै फर्म भयो अनि त्यसरी राक्षस थियो होइन त्यो राक्षसले चाहिँ त्यो पृथ्वीलाई त्यो के अरे गर्गदब सागरमा लगेर त्यो फालिदिएको थियो क्या पृथ्वीलाई अनि तब यो बराह अवतार आएर बचाउनु भएको थियो अनि श्री नरसिंह त्यही हिरण्याक्षको भाइले हिरण्यकशिपुले के अरे हिरण्यकशिपुले प्रहलाद महाराजलाई जन्म दिनुभएको थियो अनि त्यसपछि प्रहलाद महाराजले भक्ति गर्न दिनुभएको थिएन अनि त्यस्तो कारणले नरसिंहदेव आउनुभयो अनि त्यसपछि त्यो हिरण्यकशिपुको छाती चिरेर बचाउनु भयो अनि श्री वामन अवतार बलि कसलाई चिन्छ बलि हो भगवान्ले चाहिँ वामन भगवान्ले चाहिँ 3 पगमा नापेको थियो एक पगमा पृथ्वी अर्कोमा स्वर्ग अनि त्यसपछि अर्कोमा त्यो बलिको टाउकोमा शीश राखेको थियो श्री परशुराम अवतार अब परशुराम अवतार थाहा छ नि तिमीहरूलाई परशुराम अवतारको बारेमा धेरै भन्नु पर्दैन होला अनि श्रीराम अवतार त नचिन्ने कुरै भएन रामचन्द्रको भन्नु पर्दैन
ल कृष्णको नि भन्नुपर्छ कसैलाई बुद्ध पनि पर्दैन यो कल्की अहिले हामी कुन युगमा छौँ कलियुगमा छौँ होइन त्यो कलियुगमा चाहिँ अब त्यो लास्टमा पुगेपछि अन्तिम चरणमा पुग्छ कि पाप होइन कलियुगको पाप अनि त्यतिखेर चाहिँ भगवान् सेतो घोडामा आएर राक्षसले मारिदिनु भएको थियो यो कल्की भगवान्ले त्यति हो 10 अवतार खास गरी भन्दाखेरि त 24 वटा अवतार छ होइन तर मेन चाहिँ 10 वटा लगाइस 10 अवतारको कहानी चाहिँ त्यही थियो होइन अब यतातिर घुम्नुपर्छ अब जमजम अब धेरै अब सकिन आदि थियो त्यो मन्दिर जानु मिलेन टिकट चाहिन्छ जस्तो लाग्यो रात बेसी स्ट्याचु रहेछ एउटा पालन कसले गर्छ मूर्तिमा आत्मा हाम्रो मयुन है आज हामी यहाँ पिउने पानी सबजना तिर्खा लगाएर अब हामी पानी पिउन गइरहेको छौँ गाइडको रूपमा काम गर्ने म गाइड हो क्या सबको बाबु हो गर्मी भयो पानी खाऊ अब यति हो अब हामी बाहिर आइसक्यो होइन यो भिडियोलाई चाहिँ